आईसीसी विश्वकप लिग 2 अन्तर्गत नेपालले नेदरल्यान्डसँग 5 विकेटले जित हासिल गरेको छ। यो खेलसँगै नेपालले स्कटल्यान्डमा लगातार दोस्रो जित हासिल गरेको हो। उक्त खेलमा टस जितेर ब्याटिङ पहिला रोजेको नेदरल्यान्डले 49.1 ओभरमा 225 रन बनाउँदा आफ्नो सबै विकेट गुमाएको थियो। उक्त 226 रनको लक्ष्य नेपालले 47.1 ओभरमा पुरा गर्यो। उक्त लक्ष्य पुरा गर्ने क्रममा नेपालका मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले महत्त्वपूर्ण अर्धशतकीय पारी खेले। उनले 49 बलमा 7 चौका र 2 छक्काको सहायताले 78 रन बनाए। उनको ओडिआई क्रिकेट करियरको अन्तर्राष्ट्रिय खेलको सबैभन्दा उच्च स्कोर हो। उक्त स्कोरको सहायताले नै नेपालले जित हासिल गर्यो। उक्त 226 रनको लक्ष्य पुरा गर्ने क्रममा नेपालले आफ्ना दुवै ओपनर गुमाएपछि नेपाल दबावमा थियो। दबावको समयमा आरिफ शेखले आफ्नो इनिङ सम्हालेर खेले। उनले आफ्नो इनिङलाई सम्हालेपछि नेपालले जित हासिल गर्न सक्यो र आरिफ शेखले पनि आफ्नो अर्धशतक पुरा गर्दै आफ्नो अन्तर्राष्ट्रिय ओडिआईमा 8औं अर्धशतक पुरा गरे। आरिफको त्यो महत्त्वपूर्ण ब्याटिङका कारणले नेदरल्यान्डसँग नेपालले आफ्नो बदला पुरा गर्यो। योसँगै नेदरल्यान्ड र नेपालबीच अहिलेसम्म जम्मा 6वटा खेल भए, जसमा 3 खेल नेपालले र 3 खेल नेदरल्यान्डले जित्यो र नेपाल र नेदरल्यान्ड बीचको खेलको स्कोर बराबर भयो। उक्त खेलको स्कोर बराबर गर्न आरिफले महत्त्वपूर्ण योगदान दिए र उनी प्लेयर अफ द म्याच पनि घोषित भए। त्यस खेलमा आरिफको फिल्डिङ पनि राम्रो रह्यो। उनले 2वटा महत्त्वपूर्ण क्याच समाए। उक्त खेलमा नेदरल्यान्डमाथि आरिफ र उपकप्तान दिपेन्द्र सिंह ऐरी माथि उत्कृष्ट साझेदारी बन्यो। 5 विकेटको लागि 92 बलमा 99 रनको साझेदारी बनाए र नेपाललाई जित दिलाए। यस खेलमा दिपेन्द्र सिंह ऐरीले 51 बलमा 3 चौका सहित अभिजित 38 रन बनाए। त्यस्तै कुशल भुर्तेलले 25, कप्तान रोहित पौडेलले 23, आसिफ शेखले 19, भीमसार्की र गुलसन कुमार झाले समान 11 रन बनाए। गुलसन अभिजित रही उनले छक्का हिर्काउँदै गेम फिनिस गरे। उक्त खेलमा नेपालको बलिङतर्फ हेर्ने हो भने सम्पाल कामीले उत्कृष्ट प्रदर्शन गरे। उनले 9.1 ओभर बलिङ गर्दै 48 रन खर्चेर महत्त्वपूर्ण 3 विकेट हात पारे। त्यस्तै करण केसीले पनि उत्कृष्ट प्रदर्शन गरे। करण केसीले 10 ओभरमा 35 रन खर्चेर 2 विकेट हात पारे। त्यस्तै स्पिनतिर भने पूर्व कप्तान सन्दीप लामिछानेले 10 ओभर बलिङ गर्दै 48 रन खर्चेर 2 विकेट लिए र ललित नारायण राजवंशीले 7 ओभर बलिङ गर्दै 30 रन खर्चेर 2 विकेट लिए। त्यस्तै नेपालले नेदरल्यान्डलाई हराएर आफ्नो अङ्क तालिकामा 2वटा अङ्क जोड्न सफल भयो। उक्त अङ्कका साथ नेपाल अहिले पोइन्ट टेबलको 7औं नम्बरमा छ र नेदरल्यान्ड भने पोइन्ट टेबलको दोस्रो स्थानमा छ। नेपालले अब खेल्ने 2 खेलमा जित हासिल गर्यो भने नेपाल पोइन्ट टेबलको 6औं स्थानमा उक्लिनेछ। आगामी दिनमा पनि नेपाली क्रिकेटले यस्तै प्रदर्शन गरी आफ्नो जितको लय कायम राखोस् भन्दै यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट हेडलाइन्स बाइ केपी च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।